यो भिडियोलाई सपोर्ट गर्नुहोस् र फलो गर्नुहोस्। आज चकलेट दे। मेरो त एउटा गर्लफ्रेन्ड पनि छैन। एउटा मिठाई किन्ने सुकको दाम पनि छैन। के गर्नु? मेरो गर्लफ्रेन्ड नै छैन। झन् ठिकैको चकलेट किन्न परेन। पैसा पनि छैन। कहाँ माग्ने होला? भगवानले मेरो कुरा सुने के हो? पैसा कोट्या झार्दै हन। पैसा टक्कानै पर्यो। त्यहाँ त मान्छे पो छ। यो पैसा कसरी टक्काने हो? गर्नु पर्यो। पैसा टक्काएर ढोकिन पर्यो। मुख झरेर आयो। अब पैसा ल्याउनु पर्यो। त्यहाँ त पैसा नै छैन। कौन टक्काएछ पैसा? त्यहाँ त कोही पनि छैन। त बहिनीले टक्काए जस्तो छ मेरो पैसा। ओ बहिनी रुक रुक। के भयो र दिदी? मैले पैसा सुकाएको तिमीले लगाउ र? मैले पैसा चोरेको कति यो डिलर थाहा त भएन। होइन के सोच्नु लागेको बहिनी? लाइन मैले त देखेकै छैन। तपाईँको पैसा कहाँ देख्ने? त्यो तिमीले नराखेर अरू कसले लाग्न सक्छ र अरू कोही आएकै छैन। एकचोटि चेकिङ गर्नै पर्यो। छैन के दिदी? यो पैसा के हो त बहिनी? ए दिदी यो कहाँ तपाईको पैसा नि? यहाँ त मलाई बाबाले चुरो किन्नलाई पो पठाएको पैसा। कहाँ हुने तिम्रो? हेर यो मेरो चितुवा भएको पैसा छ। मैले बल्ल बल्ल मामा घर गएर लिएको पैसा चोर दिइहाल्यो। जेउस आज पैसा कमाइयो। आज चकलेट दे दोकानमा जानु पर्यो मिठाई खान।